नमस्कार। आज म एउटा पुस्तक समीक्षाको साथमा उपस्थित भएको छु। विक्रम सम्वत 2079 सालको फागुनमा पहिलोपटक प्रकाशित लेखक विवेक ओझाद्वारा लिखित उपन्यास ऐठन लिएर साङ्ग्रिला मिडिया ग्रुप प्राइभेट लिमिटेडद्वारा प्रकाशित यो उपन्यास विक्रम सम्वत 2079 को मदन पुरस्कार विजेता उपन्यास हो। यो समीक्षा मेरो नितान्त व्यक्तिगत हो र मेरो आफ्नै व्यक्तिगत समयको अवस्थालाई नै प्रतीत गरेर यो समीक्षा सुरु गरेको छु। 2079 सालको अन्त्यतिर प्रकाशित भएर बजारमा आएको यो पुस्तक पढ्ने इच्छा त सुरुदेखि नै थियो, तर कहिले समयले साथ दिएन, कहिले आफ्नै असहजताले गर्दा पढाइ रोकिरह्यो। पछि यही कृति 2079 सालको मदन पुरस्कार विजेता बनेपछि भने पहिले नपढेकोमा पछुतो पनि लाग्यो र पढ्ने उत्सुकता झन बढेर गयो। त्यसपछि तत्काल पढ्दै गरेका पुस्तकहरूलाई बिट माडेर अब ऐठन सुरु गर्नुपर्छ भन्ने सोचले पुस्तक किनेर तयारी अवस्थामा राखेँ। तर फेरि पनि सुरु गर्न खै केले रोक्यो। आफ्नै स्नाकोत्तर तहको औपचारिक अध्ययन, त्यसपछि शोधपत्र लेखनको व्यस्तता, यी सबैले गर्दा किनेर राखेको पुस्तकसँग माफी माग्दै केही पाना सरसर्ती हेरेर फेरि पनि केही समयको लागि थन्काउनु पर्ने बाध्यता आयो। तर मनले मानेन। अन्ततः पढ्न सुरु गरेँ। बिचमा केही समयको अन्तराल रहे पनि उपन्यासका पात्रहरूले मलाई पछ्याइरहेको जस्तो अनुभूति भइरह्यो। मनले बारम्बार सोधिरह्यो, अब ती पात्रहरूलाई के भयो होला, अनि पुस्तक छोड्न सकिनँ। निदो गरेँ, अब यो पुरा नगरी छोड्नु हुँदैन। पुस्तकमा महाभारतको कुरुक्षेत्र युद्धलाई साङ्केतिक पृष्ठभूमि बनाएर सुरु भएको यो उपन्यासले आधुनिक वर्तमान युद्ध र भविष्यमा हुन सक्ने सम्पूर्ण युद्धहरूको भयावह चित्र स्पष्ट देखाएको अनुभूति भयो। उमेरले सानै भएकोले 10 वर्षे जनयुद्धलाई प्रत्यक्ष रूपमा बुझ्ने अवसर त पाइनँ मैले, तर पुस्तकमा प्रस्तुत गरिएका कतिपय पात्रहरूलाई त्यो बालसुलभ मस्तिष्कले अझै पनि सम्झिरहे जस्तो लाग्छ। सायद विक्रम सम्वत 2061-62 सालतिरको समय हुनुपर्छ। बन्दुकधारी मानिसहरू गाउँघरमा आएर बास माग्ने, यतिजनाको लागि खाना पकाइदिनु भन्दै उर्दी जारी गर्ने दृश्यहरू आज पनि स्मृतिमा मेरो ताजै छन्। तर त्यति बेलाको त्यो भयावह अवस्थाको गहिराई बुझ्ने चेत ममा त्यति बेला थिएन। समयसँगै धेरै माध्यमबाट जनयुद्ध ताकाका कथा र यथार्थ बुझ्दै गएँ, पढ्दै गइयो, अध्ययन गर्दै गइयो, तर आफूले बुझेका कुरा कति सतै रहेछन् भन्ने कुराको अनुभूति चाहिँ यो ऐठन पुस्तक पुरा पढिसकेपछि मात्र भयो। उपन्यासका बबन कुमारसँगै म पनि त्यो युद्धमा होमिएको आभास भयो। उपन्यास पढ्दै गर्दा उपन्यासका पात्र बबन कुमारसँगै हिँडेको जस्तो आभास भयो। उसको ऐठनसँगै बोकेर ऊ जता जान्थ्यो म पनि त्यतै पुगे जस्तो लाग्थ्यो। मानौ कुनै एउटा चलायमान चलचित्रको पात्रसँगै म अभिनय गरिरहेको छु। युद्धले दिएको त्यो क्रूर पीडाको साक्षी आफू बने जस्तो महसुस भयो। कतिपय दृश्यहरूले शरीर नै जिरिङ्ग बनाए। पढिरहँदा ती पात्रहरूले भोगेका पीडा र अवस्थाले अहिले पनि मनमा एक प्रकारको ऐठन लिएर आउँछन् र सोच्न बाध्य बनाउँछन्। त्यो समयमा यस्तो पनि हुँदो रहेछ है, यस्तो पनि भएको थियो है, यस्तै। त्यो त केवल एउटा बबन कुमारले देखेको भोगेको कथा मात्र थियो। त्यस्ता कति कथाहरू त अझै पनि होलान् हाम्रो समाजमा, जसले आज पनि कसैको मनमा ऐठन पैदा गरिरहेका होलान्। यो उपन्यासले मलाई लागेको
यो उपन्यासले पाठकलाई यस्तो यात्रामा लैजान्छ जहाँ धेरै पटक आफूले सक्ने भए ती पीडकहरूलाई त्यही क्षण सजाय दिनुपर्छ भन्ने भावना जगाउँछ। जति बेला ती पीडकहरूले ती पीडितहरूलाई यातना दिइरहेका हुन्छन्, क्रूर एउटा दुःख दिइरहेका हुन्छन्, त्यो दुःख देखिरहँदा, त्यो दुःख आफूले महसुस गरिरहँदा चाहिँ तत्क्षणै तिनीहरूलाई सजाय दिउँ जस्तो लाग्ने एउटा भावना चाहिँ जाग्छ। लेखकले पुस्तक अत्यन्त सरल भाषा र स्पष्ट शैलीमा लेख्नु भएको छ, त्यसको लागि उहाँलाई धेरै धेरै धन्यवाद। त्यत्रो जनयुद्धलाई यति सरल भाषामा बुझ्ने किसिमले उतारिदिनु भएकोमा। त्यसैले यसलाई धेरै व्याख्या गरिरहनु पर्छ भन्ने आवश्यक चाहिँ मलाई लाग्दैन, अनि म त्यसका लागि पनि आफू पूर्ण रूपमा म उपयुक्त छु भन्ने म आफूलाई ठान्दिनँ। म त केवल आफूले पढ्दै गर्दाको एउटा अध्ययन गर्दै गर्दा आफूले महसुस गरेका कुराहरू यहाँ मैले भनिरहेको मात्रै छु। सुरुमा भने जस्तै यो उपन्यास प्राचीन महाभारतको कुरुक्षेत्रदेखि लिएर आजको आधुनिक युद्धभूमिसम्म फैलिएको छ। चाहे त्यो जापानको हिरोसिमा होस्, चाहे इजरायल प्यालेस्टाइनको सङ्घर्ष होस्, वा अहिलेको मध्यपूर्वको जुन इरान र अमेरिका बीचको मिसाइल र आणविक तनाव। पुस्तकको एउटा वाक्यांश मलाई अझै पनि मनमा गुन्जिरहेको छ, जुन यस प्रकार छ: दुनियाँ तामझामका साथ युद्धको तयारी गरिरहेको छ। के धमाधम बनिरहेका हतियारहरू चुप लाग्न सक्छन्? आत्मरक्षाका नाममा बनिरहेका हतियारले कसको रक्षा गर्छ? कसैले हतियार नबनाए कोबाट असुरक्षा हुन्छ? अनि सबैले हतियार बनाए कोबाट सुरक्षा हुन्छ? वास्तवमा संसार ध्वस्त नहुन्जेल मान्छे युद्ध गरिरहनेछ, हतियार बनाइरहनेछ। साँच्चै नै अहिले मलाई यस्तो लाग्छ, यो अहिले जुन चलिरहेका युद्धहरू छन्, यिनीहरू एउटा अन्त्य नहुने परम्परा बन्दै गइरहेका छन्। चाहे त्यो मनभित्रको ऐठन होस् या यो भौतिक संसारको युद्ध। अन्त्यमा म यति भन्न चाहन्छु, यो पुस्तकलाई केवल सतै समीक्षाले न्याय गर्न सकिँदैन। त्यसैले म यो सबैलाई यो कृति, यो उपन्यास एकपटक अवश्य पढ्न सिफारिस गर्छु। लेखकज्यूलाई पनि आगामी कृतिका लागि धेरै धेरै शुभकामना र यो उत्कृष्ट कृतिका लागि धेरै धेरै धन्यवाद र बधाई। नमस्ते।